के गर्नुभएको भन्नु न। के गर्नुभएको? तपाईको गु छ तपाईको चप्पलमा हलो गर्नुभयो। हलो गर्नु भएर मम्मीकोमा चप्पलमा गु छ। अनि छोरीले मेरो चप्पललाई नुहाइ नुहाइ गरिदिनु भयो। अनि यो पानी यत्रो पानी किन खेरो फाल्नु भएको? तपाईले किन यो फोहोरी बनाउनु भएको यो पानीलाई? चप्पलले धुनु भयो अनि यस्तो पानी फोहोरी बनाउनु भयो। तपाईको नाम के हो? सारा लिम्बू। सारा लिम्बू हो। तपाईको अनि पापा कहाँ छ? पापा यता छ। कता छ पापा? पापा लेटाङमा। लेटाङमा जानु भएको छ? हैन, विदेशमा। विदेशमा? अनि तपाई त कसरी बोल्नु भएको? कहिले विदेशमा भन्छ, कहिले कहाँ भन्नुहुन्छ? कहाँ गएर आउनु भयो र अनि चप्पल धुइधुइ गर्नु भएको? चप्पल धुक्यो, तपाईँ हलो गर्नुभयो। कसले चप्पल धुनु लगायो तपाईलाई? तपाईले। मैले? हलो गर्नुभयो तपाईले। अनि मैले चप्पल धुनु लगाएँ?